प्रमुख सबै भन्तेहरूमा सादर वन्दना। श्रद्धेय जवनवटी गुरुमा प्रमुख ज्येष्ठ गुरुमाहरूमा वन्दना। कनिष्ठ गुरुमाहरू, शान्ति सुखावास परियटी केन्द्रका परियटी विद्यार्थीहरू र साथै अभिभावक वर्गहरू र यहाँ उपस्थित अरू उपासक उपासिकाहरू सबैमा मङ्गलमैत्री कामना। आज एकदमै यो खुसीको रमाइलो दिन भयो। यो अवसरमा म सर्वप्रथम हाम्रा गुरुवर श्रद्धेय चिनी गुरुमा शान्ति सुखावासका संस्थापक गुरुमालाई सम्झन चाहन्छु र उहाँप्रति श्रद्धाञ्जली पनि अर्पण गर्न चाहन्छु। गुरुमालाई एउटा चिन्ता थियो, शान्ति सुखावासमा केही पनि कार्यक्रम नभइकन यतिकै भइरहला भन्ने चिन्ता थियो। मैले भन्दै पनि गरेको थिएँ, गुरुमा किन चिन्ता लिनुहुन्छ, यहाँ त कार्यक्रम भइरहन्छ, अरू नभए नि परियटी कक्षाहरू हुन्छ भनेर मैले उही बेलामा गुरुमालाई एकचोटि प्रार्थना गरेको थिएँ र त्यही अनुसार अहिले हामीहरूले हैन यो बुद्धपाली गुरुमाको नेतृत्वमा यो शान्ति सुखावासमा जुन परियटी शिक्षाहरू विगत केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन भएर धेरै उपलब्धिहरू पनि भइराखेको हामी सबैले देखिराखेका छौँ। एकदमै हर्षको कुरा हो, एकदमै गर्व गर्न लायकको कुरा हो। बुद्धपाली गुरुमाले सबैजनालाई धन्यवाद पनि दिइसक्नु भएको छ। यो परियटी कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्न सक्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैजनामा। अघि हाम्रा परियटी विद्यार्थीले पनि हैन आफ्नो परियटीको अनुभवमा परियटी अध्ययनको क्रममा भएका अनुभवको विषयमा बताउँदाखेरि शिक्षाको बुद्धको शिक्षाको कुराहरू पनि आयो, मानसिक स्वास्थ्यको कुराहरू पनि आयो है। अभिभावक वर्गको तर्फबाट कुरा गर्दाखेरि पनि विशेष त मानसिक स्वास्थ्य हैन मानसिक स्वास्थ्यको कुरा पनि धेरै आयो। अहिलेको समाजमा प्राय सबैमा यो मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू धेरै भइरहेको अवस्थामा यो मानसिक स्वास्थ्यलाई कसरी कायम राख्ने भन्ने विषयमा हाम्रा दर्शन रेणुका मानन्दहरूले हैन बरोबर ट्रेनिङहरू दिनुहुन्छ भन्ने कुराहरू आयो। यो एकदमै राम्रो विषय हो र यसमा अलिकति म के भन्न चाहन्छु भने भगवान बुद्धको जुन शिक्षालाई अहिले हामीहरूले परियटी शिक्षाको रूपमा अध्ययन गरिराखेका छौँ, त्यो शिक्षालाई अलिकति गहिरो रूपमा अध्ययन गर्नुहोस् है। सबैजनाले अभिभावक वर्गले पनि अनि परियटी विद्यार्थीहरूले पनि यो खाली कक्षा पास हुनको लागि मात्र नभइकन अलिकति गहिरो तरिकाले एकदमै मन लगाएर विचार गरेर तपाईहरुले अध्ययन गर्नुभयो भने मानसिक स्वास्थ्यमा समस्या आउन नदिन बुद्ध शिक्षाले कति सहयोग गरिराखेको छ भन्ने कुरा तपाईहरु स्वयं आफूले त्यसमा चाहिँ पाउनुहुन्छ है। आजकल मानसिक स्वास्थ्यको विषयमा एकदमै कुराहरू आइराखेको छ, तर हामीहरूले बुद्ध शिक्षालाई राम्रोसँग अंगीकार गर्न सक्यौं भने, त्यसलाई अध्ययन गरे अनुसार चाहिँ आफूले चाहिँ व्यवहारमा लागू गर्न सक्यो भने हामीमा आउन सक्ने मानसिक तनावहरू, अरू मानसिक समस्याहरू चाहिँ मलाई लाग्छ 100% निको हुन्छ है। 100% निको हुन्छ, तर अभ्यास चाहिँ गर्नु पर्यो। अभ्यास नगरिकन, पालना नगरिकन त त्यो समस्या समाधान हुनेवाला चाहिँ छैन। भगवान बुद्धले एउटा उपदेशमा भन्नुभएको छ, जीवनमा सफल बन्नको लागि, आफ्नो जीवन चाहिँ सक्सेसफुल गर्नको लागि, जीवनमा आफूले चाहेका कुराहरू पूरा गर्नको लागि हामीमा 6 वटा कारणहरू जुट्नुपर्छ। त्यसमा चाहिँ पहिलो कारण भनेको आरोग्य हैन, निरोगी। त्यो निरोगीमा दुई प्रकारको निरोगितालाई चाहिँ उहाँले देखाइराख्नु भएको छ। एउटा चाहिँ शारीरिक रूपमा पनि हामीहरू स्वस्थ हुनुपर्छ रे। यदि आफू जीवनमा चाहिँ सफल हुन चाहन्छ भने, आफूले गरेका काम कार्यहरू सबैलाई सम्पन्न गर्न चाहन्छ भने शारीरिक रूपमा पनि हामी निरोगी हुनै पर्छ। त्यतिले मात्र पुग्दैन रे, मानसिक रूपमा पनि निरोगी हुनै पर्छ रे। यो पहिलो कारण, 6 वटामा पहिलो कारण भगवान बुद्धले देखाइराख्नु भएको छ।
त्यसकारण शारीरिक रूपमा निरोगी हुनको लागि त हामीहरू विभिन्न खानेकुराहरू हैन पौष्टिक तत्त्वयुक्त खानेकुराहरू खान्छौँ, शारीरिक व्यायामहरू गर्छौँ, योग गर्छौँ। तर मानसिक रूपमा निरोगी बन्नको लागि हामीले के गरिराखेका छौँ त्यो प्रश्न उठ्छ यहाँ। मानसिक रूपमा निरोगी बन्न के गरिराखेका छौँ, हामीले कतिसम्म ध्यान दिइराखेका छौँ, यो कुरा चाहिँ हामी सबैले ख्याल गर्नुपर्ने विषय हो। बुद्धको शिक्षा जुन छ शील समाधि प्रज्ञाको शिक्षा आउँछ। परियति शिक्षा जे भने पनि त्यहाँ शील समाधि प्रज्ञाकै कुराहरू आउँछन्। यो शील समाधि प्रज्ञाका कुराहरूलाई हामीहरूले अलि गर्दै सिक्दै जानु पर्यो र व्यवहारमा लागू गर्दै जानु पर्यो र मानसिक समस्यालाई 100% समाधान गर्ने हो भने चाहिँ विशेषतः भावनाको कुरा चाहिँ आउँछ यहाँ है। भावना अभ्यास चाहिँ गर्नै पर्यो, ध्यान भावना अभ्यास चाहिँ गर्नै पर्छ। ध्यान भावना अभ्यासलाई समय दिएर गर्नुपर्छ, समय दिएर गर्नुपर्छ। समय दिएर गर्न सक्यो भने त्यो मानसिक समस्या समाधान हुन्छ है। तर त्योभन्दा अगाडि त्यहाँसम्म जान सक्ने अवस्था अहिले छैन भने हामीहरूले बुद्धको शिक्षालाई अध्ययन गरेर राम्रोसँग मनन गरेर हैन, म बहुश्रुत भए पुग्यो होइन, राम्रोसँग मनन गर्नु पर्यो सबैजनाले हैन। आफ्नो बच्चाहरूलाई मात्र होइन, अभिभावक वर्गले पनि सबैजनाले राम्रोसँग अध्ययन र मनन गर्नु पर्यो। यस्तै मनन गर्न सक्यो भने हामी पक्का पनि हामी दैनिक जीवनमा आइपर्ने विभिन्न खालका समस्याहरूसँग चाहिँ हामीहरू सामना गर्न सक्ने हुन्छौँ। त्यो क्षमता चाहिँ हामीमा बढ्छ भन्ने कुरा भन्दै आजको यो एकदमै हर्षमय यो पुरस्कार वितरण कार्यक्रममा हाम्रा परियतिका विद्यार्थी भाइ बहिनीहरूले आफ्नो आफ्नो क्षमता पनि प्रदर्शन गर्नुभयो। एकदमै खुसी लाग्यो। यो परियति शान्ति सुखावास परियति केन्द्रलाई तपाईहरूको सधैँ यस्तै साथ र सहयोगको अपेक्षा म पनि गर्दछु। हाम्रो गुरुमाको जुन उहाँको इच्छा छ, मनोभावना छ, त्यसलाई पुरा गर्नको लागि सबैको साथ र सहयोगको आशा गर्दै आजको यो परियति पुरस्कार वितरण कार्यक्रम सभा यही विसर्जन भएको पनि घोषणा